जाडो पनि भएको छ अबको हामी एकछिनमा खाजा खाएर फेरि झर्छौँ खानाको लागि जस्ट 2 दिनको बाद हामी कोरीमा आइपुगेको छौँ खास त कोरीमा फुलहरू धेरै फुल्छ भन्छन् तर त्यो फुल हेर्नको लागि हामी जेठदेखि असारमा आउनुपर्छ तर त्यो समयमा फेरि यसरी हिमालहरू भ्यूहरू देखिँदैन तर अहिले चाहिँ फेरि मजाले भ्यू फुलेको हुन्छ र हिमाल मजाले देख्न सकिन्छ 60 हिमालहरू देख्न सकिन्छ त्यही छ आनन्द मजा आएको छ सायद फेरि समयले म साथ दियो भने नेक्स्ट टाइम पनि आउने छौँ हजुरलाई चाहिँ यो कोरीमा आन्तरिक पर्यटक तथा बाह्य पर्यटक भित्र्याउनको लागि के को जरुरी छ जस्तो लाग्छ अझै आन्तरिक पर्यटक त बेसरी आउने क्रममा जारी नै छ गरे फेरि बाहिरी पर्यटक चाहिँ एकदम देखिँदैन खासै कता कतिमा देखिन्छ यसमा मेन भनेको बाटो त राम्रो छ आउने तर बिचबिचमा चाहिँ जुन ब्रेक गर्ने टी सपहरू खाजा सपहरू भयो भने अझै बेस्ट हुन्छ हिजो पनि हामी आउने क्रममा गपुचीबाट हामी खाना खान लागेको थियौँ तर बिचमा हामीले खाना खाने ठाउँै पाउन सकिएन कि सपहरू भए पनि यहाँ खाना हुँदैन भन्ने पाइयो र अर्को कुरा भनेको यस ट्रेकमा एनसिएलको एनटिसीको टावरहरूको कमी छ भनौँ न एउटा नेटै चल्दैन टावरै दिँदैन यसैले गर्दा यसलाई पनि जस नेपाल सरकारले अथवा यसै स्थानीय सरकारले पनि यो इन्टरनेटको लागि यो नेटवर्कको लागि पहल गर्नुपर्छ जस्तो लाग्छ मलाई ओके थ्याङ्क यू अनि वीरेन सर के छ हजुरको हजुर कोरीमा चाहिँ अब विभिन्न समस्याहरू छन् होइन किन भन्दाखेरिमा हामीले देखिरहेछौँ अब यहाँ टोयलेट पनि अब चाहिँ जस जुन खालको हामीले एक्सपेक्टेसन गरेको छौँ त्यस्तो खालको टोयलेट पाइराखेको छैन प्लस पानीको धेरै मात्रामा समस्या देखिरहेको छ यहाँ होइन तपाईँले यो पानीको समस्याको लागि चाहिँ के गर्नुपर्छ जस्तो तपाईँको भावनामा के छ पक्कै पनि यो सुन्दर दृश्य जुन कोरीबाट देखिन्छ हजुर यो मनोरम दृश्य हेर्नको लागि आन्तरिक पर्यटक पनि एकदम चाप देखिरहेको छु मैले हजुर आन्तरिक पर्यटकलाई पनि अब चाहिँ यो मात्र नभएर विदेशी पर्यटकलाई पनि आकर्षण गर्नको लागि यहाँ चाहिँ पानीको व्यवस्थाहरू चाहिँ गर्न सकिन्छ जस्तो लाग्छ जस्तै विभिन्न गाउँहरूमा जाँदै गर्दा मोटरले तानेर माथि पानी लिएर यसलाई चाहिँ एउटा जनतालाई सहजता प्रदान गर्नु भएको छ त्यही तरिकाले यो कोरीमा पनि एउटा पानीको व्यवस्थापन भयो भने चाहिँ अझ सहज हुन्छ कि जस्तो चाहिँ मलाई लाग्छ थ्याङ्क यू सर हस् धन्यवाद